हाई गाइस, आज चाहिँ म सालबारी जाँदैछु बहिनी नानीलाई भेट्नको लागि। नानीलाई चाहिँ सरप्राइज छ। आज म चाहिँ आउँदिनँ भनेको छु नि त उसले चाहिँ, अन्त सरप्राइज दिनु भनेर चाहिँ उसलाई भनेको छुइनँ आउँदैछु भनेर। अब सिधै गएर सरप्राइज दिनुपर्छ। कालीले पनि हामीलाई पुऱ्याउनु आएको छ। भाइ छ, पर्खिरहेछ मलाई। म चाहिँ के बोकेको छु मलाई यहाँनिर पछ्याएर यहाँसम्म आएछ। घर जा, जा घर, जा घर। बाइकको साउन्ड सुनेर उसलाई थाहा भइहाल्यो आउँदैछ भनेर, आइपुग्यो भनेर। हेलो, सरप्राइज। खोला न गेट। सरप्राइज। हेलो, खै हेलो भनेको? यता हेरेर हेलो भन न। ला, तिम्रो त मैले उयो ल्याइदिनु बिर्सेछु। तिमीले मलाई के ल्याइमागेको थियौ? रिमोटवाला कार बिर्सेछु ल्याउनु। ला, के गर्नु? फेरि गएर ल्याउनु? हिँड भित्र। खै तिम्रो मम्मा? यहीँ छ। आऊ न, आऊ न यता। यहाँ आऊ न। त्यो छोरा त यहाँ हेर। ए ब्याग एकचोटि ब्याग छ हौ। तिम्रो कारको ब्याट्री मात्रै 5वटा जाँदो रहेछ। 5वटा। ऊ थ्याङ्क यू पनि भनेन। रिमोट। यी ल्याम्बोर्गिनी के रहेछ नानी? ल्याम्बोर्गिनी है। खै ब्याग पनि गर न, यसले होला उयो पर्यो। खुसी भयो कि भएन यता हेर त मलाई। खै हेरौँ खुसी कसरी हुँदो रहेछ। खै हेरौँ। ए खुसी भएको अरे।
गाडीले गर्दा त मिठाई सबै बिर्सेछ त है कुन चाहिँ खान्छ हेर नि यो खाने स्मुथ त यो त तिमीलाई ल्याइदिएको होइन त मैले तिमीलाई त यो पो ल्याइदिएको छु त यरको ग्लुकोज वाटर यो खाऊ ल त्यो नखाऊ त्यो चक्लेट खानु हुँदैन तिमी त्यही खाने यो खाँदैनौ यो म खानु एप्पलको पो छ त यी एप्पल फ्लेभरको तिमीलाई मन पर्दैन यो सर्दी लागिरहेको छ तिमीलाई सोध पहिला मलाई यो खाने कि नखाने ममा यो खाने कि म नखाने गाइस म चाहिँ आइपुगेँ अब फ्रेस हुन्छु पुरा गरम रहेछ यहाँनिर ओके बाई सी यु इन नेक्स्ट भिडियो